सर्भिस एबभ सेल्फ, यही हो हाम्रो साँचो गौरवको कथा। केवल वाक्य होइन, हाम्रो आस्था, हाम्रो यात्रा, हाम्रो निष्ठा। त्यसैले रोटरी क्लब अफ बागमती काठमाडौँ सेवाको त्यो दीप हो जो अँध्यारोमा होइन उज्यालो फैलाउन चाहन्छ र त्यही उज्यालो फैलाउन जन्मेको, अझ उज्यालो भोलिको लागि। यही हो हाम्रो प्रतिबद्धता, आज र भोलि पनि अटल रहनेछ। धन्यवाद। नमस्कार, म रोटरियन मन्जु दमला थापा, रोटरी क्लब अफ बागमतीको पास्ट प्रेसिडेन्ट र यो वर्षको सर्भिस चेयर प्रोजेक्ट। आजको रोटरी क्लब अफ बागमतीको 23औं स्थापना दिवसको गौरवशाली समारोहमा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक स्वागत तथा अभिवादन गर्दछौँ। आजको 23औं चार्टर डे सेलिब्रेसन समारोहलाई अध्यक्षता ग्रहणको लागि यस रोटरी क्लब अफ बागमतीका अध्यक्ष रोटरियन सरोज बजाचार्यज्यूलाई अनुरोध गर्दछु र यथास्थानमा आसन ग्रहण गर्न पनि अनुरोध गर्दछु, साथै फर्स्ट लेडीलाई पनि। यसैगरी आजको 23औं चार्टर डे सेलिब्रेसनमा हाम्रो प्रमुख अतिथिजी हुनुहुन्छ रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट 3292 का नेपाल एन्ड भुटानका डिस्ट्रिक्ट गभर्नर रोटरियन विनोद कोइरालाज्यू, साथै फर्स्ट लेडी विभा कोइरालाज्यू। प्लिज तालीले उहाँलाई स्वागत गरौँ। यहाँहरूलाई पनि यथास्थानमा आसन ग्रहण गर्न अनुरोध गर्दछु। अब म क्रमबद्ध स्वागत गर्दछु 23rd चार्टर डे मनाउन पाउने अवसर यस क्लबका संस्थापक अध्यक्ष रोटरियन दिवाकर राज कनिकारज्यू, यहाँलाई पनि म स्वागत गर्दछु। कृपया हामीले क्रमबद्धमा पास्ट डिस्ट्रिक्ट गभर्नरज्यूहरूलाई पनि स्वागत गर्ने लक्ष्य लिएका थियौँ। यसैगरी हामीसँग हाम्रो माझ आइसक्नु भएको छ पास्ट डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलज्यू सर। हामीसँग हाम्रा पास्ट डिस्ट्रिक्ट गभर्नरहरूको आउने क्रम जारी छ, उहाँहरूलाई पनि स्वागत गरौँ। पास्ट डिस्ट्रिक्ट गभर्नर रोटरियन सञ्जय गिरी, उहाँलाई पनि स्वागत गरौँ। यसैगरी पास्ट डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राज भण्डारीज्यू, उहाँलाई पनि स्वागत गरौँ। यसैगरी इमिडिएट पास्ट डिस्ट्रिक्ट गभर्नर रोटरियन राजेन्द्रमान शेरचनज्यू र फर्स्ट लेडी सरोजनी शेरचनज्यू रोटरियन हुनुहुन्छ, उहाँलाई पनि स्वागत गरौँ। अन्य पास्ट डिस्ट्रिक्ट गभर्नरज्यूहरूलाई म स्वागत फेरि पनि गर्नेछौँ। यसैगरी यस रोटरी क्लब अफ बागमती काठमाडौँका यो वर्षको असिस्टेन्ट गभर्नर 2025-26 हुनुहुन्छ रोटरियन गोपाल प्रसाद पोखरेलज्यू, उहाँलाई पनि स्वागत गरौँ। यसैगरी डिस्ट्रिक्ट सेक्रेटरीज्यूहरू, डिस्ट्रिक्ट ट्रेजर, अल डिस्ट्रिक्ट अफिसियलज्यूहरू, यहाँहरूलाई पनि धेरै धेरै स्वागत छ। यसैगरी 2025-26 का सुपर हिरोजहरू, अल प्रेसिडेन्ट अफ डिस्ट्रिक्ट 3292 का यहाँहरूलाई विशेष स्वागत गर्दछौँ हामी आज। यहाँहरू आफूले पनि ताली गर्नुहोस्, सबैले ताली दिनुहोस् उहाँहरूलाई। यसैगरी डिफ्रेन्ट क्लब्सबाट पाल्नु भएका विभिन्न पोस्टमा रहनुभएका रोटरियन मेम्बर्सहरू, सम्पूर्ण अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू, रोटरी क्लब अफ बागमती काठमाडौँको बोर्ड मेम्बर, पास्ट प्रेसिडेन्ट्स, अल मेम्बर्स अफ क्लब्स एन्ड फ्यामिली मेम्बर्स, इनर व्हिल्स र पत्रकार बन्धुहरू समेतलाई यहाँहरू सम्पूर्णलाई म टेक्निकल टिम सबैलाई म यहाँहरू सम्पूर्णलाई स्वागत गर्दै यहाँहरू सम्पूर्णलाई यथास्थानमा आसन गरी आजको विशेष दिनलाई यादगार र हर्ष उल्लासका साथ मनाउन हुन अनुरोध गर्दछु। साथै एउटा महत्त्वपूर्ण न्युज पनि सेयर गर्छु। हामी फेसबुक लाइभ त जहिले पनि छौँ, त्यो भन्दा पनि आज फर्स्ट टाइम हामी युट्युब लाइभमा छौँ। त्यसैले यहाँहरू मिठो मुस्कानका साथ आजको हाम्रो 23औं चार्टर डे मनाउनलाई चाहिँ यहाँहरू पनि हर्षोल्लासका साथ र मिठो मुस्कान साथ मनाउनुहोस् भन्ने पनि आज्ञा गर्दछु। धन्यवाद। राष्ट्रप्रतिको समर्पित राष्ट्रिय गानको लागि म टेक्निकल टिमलाई अनुरोध गर्दछु, यहाँहरू सबै कृपया उठिदिनु हुन पनि अनुरोध गर्दछु। साथै राष्ट्रिय गानसँग रोटरी सङ्ग पनि हुनेछ। धन्यवाद। सार्वभौम
बम्बई फैलिएका मिसिमा जाति भाषा धर्म संस्कृति छविशाला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सबैलाई माया गर्नु अभियान हुँदै निस्वार्थ सेवा गर्नु पहिचान हुँदै सबैलाई माया गर्नु अभियान हुँदै स्वास्थ्य शिक्षा विश्व शान्ति तरिका चाहना निकटता विधिका नेतृत्व तरिकै साधना मानवीय सेवा गर्न जुटिरहोस् जोडरी राम्रो गर्न युग युग बाँचिरहोस् जोडरी अहेरिसले काममा हेरेको आर्गमले प्राण भरेको कोही जाँदो रोजरी सबै देशको आर्गम शासन स्वाभिमान हो धन्यवाद। कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। साजना रामश्रीलाई अनुरोध गर्दछु। रोटरी क्लब अफ बागमतीको साजना टाम्स हुनुहुन्छ पास्ट प्रेसिडेन्ट राजेश मणि घिमिरेज्यू। यहाँलाई अनुरोध गर्दछु कृपया प्रेसिडेन्टज्यूलाई कोलार लागेर धन्यवाद। यसैगरी रोटरी विकली मिटिङ 990 सुरु भएको घोषणा गर्दछु। धन्यवाद। साथै 15 सेकेन्ड साइलेन्सको विश्व शान्तिको कामनाको लागि उठिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। रोटरी क्लब अफ बागमती काठमाडौँका चार्टर प्रेसिडेन्ट रोटरी दिवाकर राज कर्णेकारज्यूलाई 23औं चार्टर डेको उपलक्ष्यमा आफ्नो स्वागत मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। नमस्कार, शुभ सन्ध्या। आज हामी रोटरी क्लब अफ बागमतीको 23औं चार्टर डे मनाउन गइरहेका छौँ र आजको यस विशेष कार्यक्रममा पाल्नुभएका सम्पूर्णलाई हार्दिक न्यानो स्वागत अभिवादन गर्न चाहन्छु। क्लब प्रेसिडेन्ट सरोज बजाचार्य एन्ड फर्स्ट लेडी डिस्ट्रिक्ट गभर्नर चिफ गेस्ट विनोद कोइरालाज्यू एन्ड फर्स्ट लेडी काउन्सिल अफ गभर्नर्स assistant AG, assigned assistant AG and AGs, district officers, हाम्रो Miss Nepal World 2022, Priyanka Rani Joshi, president of different clubs, senior Rotarians, past presidents of Rotary Club of Bagmati, club members and their spouse, and especially charter member of this club, Inner Wheel Club President and Secretary, Rotaract Club of Bagmati, Club President and Secretary, distinguished ladies and gentlemen, पुनः एकचोटि यहाँहरू सम्पूर्णलाई यस क्लबको तर्फबाट हार्दिक स्वागत अभिवादन टक्राउन चाहन्छु र चार्टर यो क्लबको बागमतीको चार्टर 2003 को चाहिँ अक्टोबर 22 मा भएको थियो। मलाई स्मरण छ, म अलिकति रिकल गर्न चाहन्छु त्यो पुरानो तर्फ। फर्स्ट हाम्रो मिटिङ चाहिँ होटल एभरेस्टमा भएको थियो र त्यहाँ हाम्रो स्पिकर रोटरीबाट हामीलाई जसले इनिसिएसन गर्नुभएको थियो त्यहाँ दुईजना व्यक्तिहरू हुनुहुन्थ्यो। एकजना हाम्रो चार्टर प्रेसिडेन्ट अफ रोटरी क्लब अफ राजधानी जसले हामीलाई स्पोन्सर गर्नुभएको थियो र अर्को व्यक्ति डाक्टर टिकामान वैद्य, हाम्रो पास्ट डिस्ट्रिक्ट गभर्नर, चार्टर डिस्ट्रिक्ट गभर्नर भनौँ, उहाँहरू दुईजनाले हामीलाई पहिलो
रोटरीको विषयमा पहिलो ज्ञान दिनुभएको थियो। यो ज्ञानको भण्डारको पहिलो ताला उहाँले खोल्नु भएको थियो हामीलाई। र त्यो बेलामा 19 जना मेम्बरहरू हामीसँग थियो चार्टर मेम्बरको रूपमा हैन। 19 जना मेम्बरबाट सुरु भएको यो क्लब हो 2003 मा। एकचोटि म आज यो अवसरमा त्यो चार्टर भएको समयका हाम्रा मेम्बरहरू हुनुहुन्छ यहाँ, मैले देखिरहेको छु। हाम्रो भट्टराईजी हाम्रो त्यो बेलाको तत्कालीन चार्टर भाइस प्रेसिडेन्ट हुनुहुन्थ्यो र अरू सदस्यहरू पनि चार्टर मेम्बरहरू एकचोटि उभिदिनु हुन म अनुरोध गर्दछु। चार्टर मेम्बरहरू राजेशजी, दिनेशजी, अच्युतजी, रूपेश प्रधान पास्ट प्रेसिडेन्ट, हाम्रो शेरबहादुर केसीजी, थुप्रै आज आउँदै होला, आज थुप्रै छ। यहाँहरू सबैलाई पनि आजको दिनमा विशेष बधाई। र यो क्लबको त्यो जर्नीबाट यहाँसम्म ल्याउनलाई पास्ट प्रेसिडेन्टज्यूहरूको धेरै अमूल्य योगदान रहेको छ र प्रत्येक पास्ट प्रेसिडेन्टले यो क्लबलाई एउटा उचाइमा लान आफ्नो वर्षमा सक्रिय योगदान गर्नुभएको छ र त्यसैको फलस्वरूप हो आज हामी यहाँहरूसँग उभिएर यो कुरा गर्न सकिरहेका छौँ। 23औं वर्षमा हामी प्रवेश गरेका छौँ। यो क्लबलाई आत्मसात अघि पनि भने क्लबलाई यो भित्री मनदेखि म यो क्लबको मेम्बर हुँ, यो क्लबको पास्ट प्रेसिडेन्ट हुँ, म यो क्लबको प्रेसिडेन्ट हुँ भनेर जति आत्मसात गर्न सक्यो र क्लब रोटरीमा डुब्न सक्नुपर्ने जस्तो लाग्यो। रोटरीमा हामी जति डुब्छौँ त्यति हामीलाई केही काम गरौँ, रोटरीमा बसौँ, फेलोसिप गरौँ, सोसियल वर्क गरौँ, यो भन्ने यो भावना चाहिँ बढ्दै जाने मैले पाएको छु। एउटा चार्टर डेको फेरि मैले स्मरण गर्न गइरहेको छु। त्यो चार्टर सर्टिफिकेट हामीलाई ह्यान्डिङ ओभर त्यो बेलामा 2003 मा आरआई डाइरेक्टरबाट भएको थियो हामीलाई। र त्यो पहिलो सायद यो ओकेजन थियो जहाँ आरआई डाइरेक्टर चिफ गेस्टको रूपमा आउनुभएको थियो। उहाँले चाहिँ ह्यान्डओभर गर्नुभएको थियो हाम्रो चार्टर सर्टिफिकेट। त्यो पनि एउटा यो क्लबको लागि एकदम अविस्मरणीय क्षण रहेको छ। र यहाँहरूलाई जानकारी गराउँ, यो हाम्रो क्लब चाहिँ टोब्याको फ्री क्लब हो। हाम्रो क्लबमा कोही पनि मेम्बरले स्मोक गर्दैन पनि र घरमा पनि गर्दैन। क्लबभित्र मात्र होइन, घरमा पनि नन स्मोकर क्लब हो यो होइन। त्यसमा पनि हामी गर्व गर्छौँ। थ्याङ्क यू। अब यो अनि 100% पिएचएफ त अघि कुरा पनि आइसकेको छ। हाम्रो क्लबका सबै मेम्बरहरू पिएचएफ हुनुहुन्छ। नयाँ मेम्बर इन्ट्री गर्न हामीले पिएचएफ लिएकै हुनुपर्छ भन्ने हामीले क्राइटेरिया राखेका छौँ। अहिलेसम्म हाम्रो मेजर डोनर एकजना मात्रै हुनुहुन्छ, मिनमान श्रेष्ठजी, उहाँ अहिले आइपुग्नु भएको छैन। रोटरी क्लब अफ बागमतीलाई यो स्टेजमा यहाँसम्म मैले अघि नै भने थुप्रै पास्ट प्रेसिडेन्टहरूको योगदान छ। अब यो वर्षकै कुरा गर्ने हो भने पनि हाम्रो सरोज भट्टाचार्य हुनुहुन्छ प्रेसिडेन्ट। उहाँ यतिसम्म लाग्नुहुन्छ कि त्यो लागेपछि त्यो घोडाले के च्याप्या भन्छ नि त्यस्तै हो कि पुरा त्यो आफूले भने जस्तै गरेर छोड्नुहुन्छ, लाग्नुहुन्छ, खट्नुहुन्छ, समय दिनुहुन्छ। क्लबलाई एउटा नयाँ हाइटमा पुर्याउन यस्तै किसिमको जुनून चाहिन्छ जस्तो लाग्छ, इच्छा शक्ति चाहिन्छ। हामी आशा गरौँ आगामी प्रेसिडेन्ट इलेक्ट पनि यहीँ हुनुहुन्छ हाम्रो निलन महतजी, उहाँ पनि त्यस्तै खालको हुनुहुन्छ, जुझारु स्वभावको, काम गर्ने खालको हुनुहुन्छ। त्यसैले हामी आशावादी छौँ यो क्लबको चाहिँ भविष्य उज्जवल छ र यसले रोटरीको नेपालको डिस्ट्रिक्ट T292 को लागि एउटा सहकार्य गरेर अगाडि बढ्नेमा हामी विश्वस्त छौँ। खुसीको कुरा यहाँसँग सेयर गर्दै म बिदा चाहन्छु। धन्यवाद। धन्यवाद चार्टर प्रेसिडेन्टज्यू। यहाँको सपोर्ट र यहाँको प्रेरणाले हामी छौँ आज बागमती रोटरी क्लब अफ बागमती 23औं वर्षको यात्रा पुरा गर्दैछौँ। 23औं चार्टर डे सेलिब्रेसन औपचारिक रूपमा शुभारम्भ गर्नको लागि हाम्रा आजको प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटरियन विनोद कोइरालाज्यूलाई म अनुरोध गर्दछु पानसमा बत्ती बालेर विश्व शान्ति, दीर्घायु, सुस्वास्थ्यको कामना गरौँ। साथै यसको लागि, यस कार्यको लागि प्रेसिडेन्टज्यू, चार्टर प्रेसिडेन्ट र फर्स्ट लेडीलाई पनि म अनुरोध गर्दछु सहयोगको लागि।
2025-26 यो इयर सुखद रह्यो। प्रेसिडेन्ट रोटरियन सरोज बज्राचार्यज्यूले आफ्नो कार्यकालमा के कति प्रगति गर्नुभएको छ र के कति प्रस्तुति पछि गर्नुहुन्छ त्यसको लागि म प्रेसिडेन्ट सरोज बज्राचार्यज्यूलाई अनुरोध गर्दछु। नमस्कार। आज हाम्रो क्लबको 23औं चार्टर डे सेलिब्रेसनको आफ्नो अमूल्य समय दिएर यहाँ पाल्नु भएको प्रमुख अतिथिज्यू रोटरी विनोद कोइराला सर, फर्स्ट लेडी विभा कोइराला म्याडम, काउन्सिल अफ मेम्बर्स, काउन्सिल अफ गभर्नर्स, डिस्ट्रिक्ट अफिसर्स, विभिन्न क्लबको एजी, पास्ट र प्रेजेन्ट एजी सर म्याडमहरू, विभिन्न क्लबको चार्टर प्रेसिडेन्ट, पास्ट प्रेसिडेन्ट्स र क्लब अफिसर्सहरू, त्यस्तै 25-26 को क्लब प्रेसिडेन्ट्सहरू, मेरो ब्याचमेट साथीहरू, प्रेसिडेन्ट्सहरू, त्यस्तै अर्को हाम्रो क्लबको चार्टर प्रेसिडेन्ट दिवाकर सर, त्यस्तै हाम्रो क्लबको बोर्ड मेम्बर्स, क्लबको मेम्बर्सहरू, त्यस्तै हाम्रो इनर व्हिल इन्टरेक्ट क्लब्सको मेम्बर्सहरू र साथसाथै हाम्रो अरू गेस्टहरू, अरू फ्यामिली मेम्बर्स, अरू गेस्टहरूलाई चाहिँ म आजको यो प्रोग्राममा पानी परेको यस्तो टाइममा पनि उपस्थिति भइदिनु हुनमा धन्यवाद दिन चाहन्छु। आज हामी 22 वर्षको पुरा गरी 23 वर्षको टर्ममा हामी जाँदैछौँ भनेदेखि यसको सबैभन्दा पहिला म पुनः एकपल्ट हाम्रो चार्टर प्रेसिडेन्ट दिवाकर राज कर्णिकार सरलाई धन्यवाद दिन चाहन्छु। उहाँको सुझाव, उहाँको सल्लाह, उहाँको हामीलाई जुन गजगजावटको बाटो हामी 22औं वर्ष पुरा गरिसकेका छौँ। दिवाकर सर, तपाईँको सपोर्ट, तपाईँको सुझाव हामीले सधैँ अपेक्षा गर्छौँ र यस्तै तपाईँको त्यस अनुसार चाहिँ हामी यो क्लबलाई अझ अगाडि राम्रोसँग बढाउनलाई हामी कोसिस गर्छौँ। अघि हाम्रो दिवाकर सरले भनिसक्नुभयो जस्तै हाम्रो 22 वर्षको हाम्रो हिस्ट्रीमा स्पेसली हामीले एजुकेसन र हेल्थमा बढी फोकस गरेको छौँ, साथसाथै पब्लिक इमेजमा। यी कुराहरूको डिटेल्समा जस्तै मैले अघि हाम्रो रोटरी सङ्घमा हामीले कुनै भिडियो क्लिप्सहरूमा राखिसकेको हाम्रो एक्टिभिटिज रोटरी क्लब्सको भिडियोजमा हामीले केही क्लिप्स देखाइसकेका छौँ भनेदेखि यसै किसिमको एक्टिभिटिजको लागि हामीले एउटा सर्ट भिडियोजहरू बनाएको छ, त्यो हामी पछि अर्को हाम्रो केक सेरेमनीमा आउँछौँ। र अब मेरो कार्यकालको कुरा गर्दा भर्खर 4 महिना मात्र भयो होइन, मेरो कार्यकाल भनौँ कामै धेरै गर्न सकेका छैन। अब सबैभन्दा मेरो आफ्नो टाइममा भन्नुभन्दा पहिला म मेरो भिडियोजबाट एक्सप्लेन गर्न चाहन्छु। सबैभन्दा पहिला मेरो भिडियोज यो 4 मन्थमाको एक्टिभिटिजको मैले सानो एउटा भिडियो बनाएको छु, त्यसलाई प्ले गर्नु। Every Rota year begins with hope, and for the Rotary Club of Bagmati, Kathmandu, this year began with a renewed purpose. Since our installation day on June 24, 2025, we have worked to make our club a truly vibrant club, one that connects, engages, and inspires. Our goal this year has been simple yet powerful: to rebuild consistency, strengthen fellowship, and restore the dynamic Rotary spirit that had faded in the years following the COVID pandemic. In just a few months, we've held 20 consistent meetings, including physical, online, hybrid, fellowship, and service project gatherings, reviving the togetherness we missed for years. Our fellowships brought back joy and unity, from Tej Utsav and Umang, family hikes at Shivapuri National Park, to Indrajatra Newari boards, Dasai Masubhat dinners, and committee meetups over pizza and coffee. Each moment reminded us that friendship and service go hand in hand, the true essence of Rotary. Through focused action, we continue creating lasting change in our communities. In the field of education and youth empowerment, we distributed uniforms and stationeries at Ichangu Narayan School and conducted a mental health awareness program at Sita Balbika School with RC Kathmandu. Upcoming initiatives include the construction of a girls' toilet at Sita Balbika School, a computer lab and classroom painting at Sri Mankal School, and an ECA hall at Holchok School. In the area of health and well-being, we will continue our cancer prevention initiative through pap smear test health camps. Next, we'll host a joint eye checkup camp in December and a heart checkup camp program for children early next year, in collaboration with partner Rotary clubs. In our commitment to environment and sustainability, we will build on our tree plantation drive in July with neighboring clubs by organizing an environmental talk program and introducing a smoke-free oven initiative promoting a cleaner and greener living. In the spirit of community service and support,
our Munibear Community Service Program united RoadTrack and Interact members in shared service. Amid Nepal's Gen Z protest, we collaborated with 13 Rotary clubs to organize a joint blood donation camp and restore 3 police stations, Tharmastali, Basundhara, and Thapathali. Our water treatment plant restoration project at the Traffic Police Headquarters Putali Sadak now provides clean and safe water to more than 400 officers. Under public image and signature programs like the Motor Rally 2026, the Inter-College 4-Way Test Speech Competition, participation in the South India Tour, and the Rotary International Convention 2026 in Taiwan. Together, we continue to serve, inspire, and build stronger communities through action and impact. We proudly received the certificate for the Interact Club of Bagmati Mankal, establishing a new Interact Club and nurturing the next generation of leaders. Our RoadTrack partners brought energy and enthusiasm through Deusi Boilo, Teeth celebration, hiking, and a donation at Satparash Old Age Home. We were also featured in newspapers and magazines for our impactful service projects, a reflection of Rotary's growing visibility and credibility. To share our journey, we've published monthly e-bulletins and a club souvenir while maintaining a strong digital presence, reaching over 40,000 people across Facebook and LinkedIn. Globally, we strengthened Rotary friendships, exchanging flags with RC Bangalore, RC Mumbai, RC Guindy, RC Madras, and RC Switzerland, and participating in the Lead 25 in Chennai and Rotary celebrations in Singapore. We are also proud to share that our Global Brand 2023-24 has been successfully closed, marking the completion of another impactful chapter of service and partnership. As we celebrate our 23rd Charter Day, we look back with pride and forward with purpose, continuing to serve with compassion, lead with purpose, and create a change that lasts. Together we stand. Fellowship for good, unite for good. Thank you. ल यसमा यो जुन हाम्रो प्रोजेक्टहरु गर्नलाई हामी जोइन्ट प्रोजेक्टहरु गरि 13 वटा क्लबको मोस्ट प्रोबेबली हाम्रो 13 जना साथीहरु यही हुनुहुन्छ होला यसो उठेर उठ्दिनु होला कि थ्यांक यू सर यो अहिले 4 महिनामा हामी 13 वटा क्लब मिलेर केही प्रोजेक्टहरु आफ्नो जेनजी एनरोलमेन्टमा गर्यो भनेदेखि म आशा गर्छु 4 महिना बित्यो भने अर्को 8 महिनाकोमा अरु पनि क्लब्सहरु यस्तै जोइन क्लब आज 13 वटा भयो भनेदेखि अर्को मेरो थ्यांक्स गिभमा 13 भन्दा बढी क्लब्सहरुलाई यसरी उठाएर हामीले जोइन प्रोजेक्ट गर्न सकोस् त्यसको लागि म सबैलाई हामी प्लान गर्दै जाउँला अर्को म यसमा अब म सर्टली यसको लागि के भन्न चाहन्छु लास्ट डिसेम्बर जनवरी देखि अब रोटरी लाग्नु पर्यो प्रेसिडेन्ट हुन लाग्यो भने त्यसपछि मैले प्रेसिडेन्ट त्यो माई रोटरीमा हामीले ट्रेनिङ रोटरीको हामी प्रेसिडेन्टको ट्रेनिङहरु कम्प्लिट गरेँ त्यो प्रेसिडेन्ट ट्रेनिङमा मलाई एकदम राम्रो लागेको स्लाइड त्यही हो एन्गेज मेम्बरशिप सर्भिस प्रोजेक्ट ट्राई न्यूज म यही तीनटा कुरामा फोकस गरेर अहिले 4 महिना बिताइदिए मेरो मेन फोकस चाहिँ ठुलो गर्नु भन्दा पनि म मेम्बरशिपलाई एन्गेज गर्छु मेम्बरशिप एन्गेज गर्नको लागि मैले विभिन्न किसिमको अब हुन त मैले इन्स्टलेसन टाइममा पनि भनेको थिएँ विभिन्न किसिमको म पनि फुडी बिहेभियरको भएको हुनाले डिफ्रेन्ट किसिमको फुडको ह्याबिट हामी गर्छौँ भनेका छौँ त्यो अन्तर्गत हामीले चाहिँ अस्ति इन्द्र जात्रामा नेवारी भोजको प्रोग्राम हामीले गरे बसन्तपुरमा त्यस्तै हामीले चाहिँ यही फेलोशिपको पार्टमा हामीले जस्तै हाम्रो बोर्ड मेम्बर्सहरुलाई दशैंको मासु भात प्रोग्राम पनि गरियो दशैंको बोर्ड मेम्बर्सहरुसँग त्यस्तै हाम्रो क्लब चेयर मेम्बरसँग इटालियन खाने र पिज्जाको पनि हामीले खाइयो त्यस्तै हामीले रोड ट्र्याकहरुसँग हाइकिङ जाँदाखेरि नागार्जुनमा हाइकिङ जाँदाखेरि हामी काठमाडौँको लोकल जेरी सवारी मालपुवा चिया खाएर पनि हामीले इन्जोय गर्यो त्यो हाइकिङमा त्यस्तै खालको यो जेरी सवारी हामीले चाहिँ यो ट्री प्लान्टेसन पनि इन्जोय गरेको थियौँ र यस्तै खालको फुड एक्टिभिटिजमा फोर्थकमिङ चाइनिज न्यू इयर आउँछ भने चाइनिज थाई खानाहरू र साथसाथै हामी एक दिन हाम्रो नेवारी खानामा गुवारमरी र चिया खाने किसिमको एउटा मिटिङ गर्ने प्लानमा छु हैन लेट्स इन्जोय इन अ फेलोशिपमा डिफ्रेन्ट खानाको ट्राई गरेर र त्यस्तै अर्को म इन्गेजमेन्टमा यसरी मेम्बरशिपलाई इन्गेज गर्ने कोसिस गर्दैछु सम्भवतः होला कि भन्ने आशमा छु
अर्को कुरा अर्को सर्भिसको प्रोजेक्टमा मैले धेरै एजेन्डा लिएको छैन मेरो एडप्टेड स्कुलहरूलाई म केही गर्छु एडप्टेड स्कुलहरूमा मात्र फोकस छु भनेदेखि जति पनि सर्भिस प्रोजेक्टहरू छन् हामी जोइन्ट क्लब्सहरूसँग गर्ने किसिमको एक्टिभिटिज मात्र गर्ने प्लान छ अरू क्लबसँग जोइन्ट मिलेर जोइन्ट क्लब सर्भिस र जोइन्ट क्लब एक्टिभिटिजहरू गर्ने किसिमको एजेन्डामै छौँ र त्यो हामी लास्ट हामी राम्रोसँग सक्सेसफुली हामीले गरिसक्यौँ र त्यस्तै किसिमको एक्टिभिटी हामी फर्दर गर्दै जाँदैछौँ र अर्को न्यू ट्राइजमा हामीले चाहिँ अब हाइब्रिड अस्ति अघि हाइब्रिड क्लास त्यो सुरु गरिसकेका छौँ अर्को महिनाको एक्टिभिटिज यो महिनामा हामी के गर्न लागेको छौँ भन्ने मैले मन्थको फर्स्ट मन्थमै क्यालेन्डर सेयर गरेका छौँ मेम्बर्सहरूलाई यो मन्थमा हामी यो गर्छौँ र अर्को हामीले कोभिडको टाइममा हामी मिटिङ एटलिस्ट हामी 4 चोटि आइदर अनलाइन होस् सर्भिस होस् या फिजिकल मिटिङ एटलिस्ट हामी 4 चोटि क्लब सम्झिने भन्ने हिसाबमा त्यो स्ट्राटेजी हामी गरिरहेका छौँ अनलाइन पनि गरेर हामी मिटिङ पनि गरेर र सर्भिस प्रोजेक्ट गरेर पनि महिनामा 4 चोटि गर्ने भनेको यो अक्टोबरमा त 4वटा भयो योभन्दा अगाडि हामी 4 भन्दा बढी पनि यस्तो खालको एक्टिभिटी भइसकेको छ र अर्को अब हामीले नर्मली म चाहिँ अलिकति हामी टेक ब्याकग्राउन्डको भएको हुनाले टेकमा बढी इन्ट्रेस्टेड पनि छौँ र गर्ने इच्छा पनि छौँ त्यसले गर्दाखेरि मैले फेसबुकको लागि समहाउ अहिले नयाँ ट्राई भने यसपालि मैले अब हामीले रिसेन्टली यो प्रोग्रामलाई फेसबुक र युट्युबमा लाइभ गर्ने पनि हामी प्रयास गरेका छौँ समथिङ न्यू हाम्रो क्लबमा त्यो पार्ट पनि गरेका छौँ ओभरअल मेरो एजेन्डा त्यो हाम्रो इन्गेजमेन्ट मेम्बरसिप इन्गेजमेन्ट सर्भिस र न्यू ट्राइजमै रहनेछौँ र यति भन्दै म आफ्नो चाहिँ मन्तव्य यहीँ थुगाउँछु धन्यवाद धन्यवाद प्रेसिडेन्टज्यू यहाँको फुड हबीले हामी यो वर्ष फुड लभर बन्नेछौँ भन्ने आशा लिएको छु र यहाँले जुन कार्य गर्नुहुनेछ अल द ब्याचमेट प्रेसिडेन्टज्यूहरूलाई एकबद्ध ल्याएर युनाइट फर गुडको जुन अभिलाषा लिनुभएको छ सायद यो अभिलाषा सफल हुनेछ भन्ने आशा लिएको छु आज 23औं वर्ष हामी पुग्दै हिस्ट्री अफ रोटरी क्लब अफ बागमती आदरणीय अतिथिज्यूहरू हामी आजको विशेष 23औं सैटरडे समारोह हर्ष गर्व र प्रेरणाका साथ मनाउँदैछौँ आजभन्दा 23 वर्ष अगाडि रोटरियन दिवाकर राजकर्णिकार चार्टर्ड प्रेसिडेन्ट अफ यस क्लबका उहाँले सानो सपना ठुलो अभिलाषा लिएर जन्माएको रोटरी क्लब अफ बागमतीले एउटा गौरवमय इतिहास बोकेको छ यहाँसम्म आइपुग्दा रोटरी क्लब बागमतीका प्रत्येक पास्ट प्रेसिडेन्टज्यूलाई सम्झन चाहन्छु र प्रत्येक मेम्बरलाई सम्झन चाहन्छु उहाँहरूको योगदान उहाँले दिएको साथ त्यही साथले हामी र हाम्रो यात्रा अझ प्रगट र भोलिको दिन अझ उज्याल र प्रेरणादायी बनाउनेछौँ भन्ने अभिलाषा लिएका छौँ आज 23 वर्षको यात्रामा हामी सबैले गर्व गर्ने दिन यही हो रोटरी बागमती त्यो क्लब हो जो सेवामा समर्पित समाजमा उज्यालो छर्ने एउटा दीप हो भन्ने हामीले लिएका छौँ यसको लागि कृपया भिडियो अवलोकन गर्नुहोस् 23 वर्षको यात्रामा यो यात्राको केही छोटो झलकहरू यहाँहरूलाई हामी प्रस्तुत गर्नेछौँ धन्यवाद
थ्याङ्क यू सो मच प्रेसिडेन्टज्यू। यो यहाँको कार्यलाई हामी एकदमै सम्मान गर्नेछौँ। 23औं चार्टर डेलाई विशेष यादगार बनाउन र सम्पूर्ण पास्ट प्रेसिडेन्टलाई पनि म सम्मान गर्न चाहन्छु। कृपया सम्पूर्ण पास्ट प्रेसिडेन्टलाई रोटरी क्लब अफ बागमतीको पास्ट प्रेसिडेन्टज्यूहरूलाई अगाडि आइदिनु हुन अनुरोध गर्दछु। थर्ड चार्टर डे विशेष हुनुमा धेरै कुराहरू छ। हाम्रो अर्को महत्त्वपूर्ण कुरा यस रोटरी क्लब अफ बागमतीका हस्ती पास्ट प्रेसिडेन्ट रोटरियन रमा कँडेलज्यूले धेरै नै योगदान दिनुभएको छ। त्यही अनुरूप उहाँले यस वर्ष मेजर डोनर हुने बन्नुभएको छ। आउनुहोस् उहाँलाई तालीले स्वागत गरौँ। साथै उहाँको स्पाउस मिस्टर भोला कँडेलज्यू, बिनाजु दर्शन है, मैले आज नाम काटेँ हजुरको। उहाँलाई पनि स्वागत गरौँ। यदि उहाँको परिवारले यो सपोर्ट नदिनु भएको भए उहाँ यहाँसम्म आइपुग्नु हुनु थिएन। त्यसैले भोलिको दिनमा पनि यहाँको सपोर्ट निरन्तरता हुनेछ भन्ने आशा लिएको छु माथि। यसै गरी म डिस्ट्रिक्ट गभर्नरज्यूलाई, हाम्रो क्लबको असिस्टेन्ट गभर्नरज्यू, प्रेसिडेन्टज्यूलाई अगाडि स्टेजमा निम्ताउन चाहन्छु। उहाँहरूलाई खादा बुकेले सम्मान गरिदिनु हुन अनुरोध गर्दछु। साथै निकट भविष्यमा डिस्ट्रिक्टबाट पिन पनि प्रदान गर्नुहुनेछ भन्ने आशा लिएको छु। गभर्नरज्यू उहाँलाई खादा डिआरएफसीलाई पनि यहाँ बोलाउने निम्तो दिने भन्नुभएको छ। डिआरएफसी त चाहियो नि। उहाँ हुनुहुन्छ रोटरी क्लब अफ थमेलका पास्ट प्रेसिडेन्ट रोटरियन कुमुद त्रिपाठी। कृपया उहाँलाई पनि स्वागत गरौँ स्टेजमा। एउटा ग्रुप फोटो यो मोमेन्टलाई क्याप्चर गरौँ हजुर। धन्यवाद। म डिस्ट्रिक्ट गभर्नरज्यूलाई यहीँ, असिस्टेन्ट गभर्नरज्यूलाई यहीँ र प्रेसिडेन्टज्यूलाई पनि यहीँ बस्न अनुरोध गरी अरू सम्पूर्णलाई चाहिँ तल जानु अनुरोध गर्दछु। त्यसै गरी रोटरी क्लब अफ बागमतीको 23rd चार्टर डेको उपलक्ष्यमा अनरी मेम्बरको लागि हामीले मिस नेपाल 2022 का मिस प्रियङ्का रानी जोशीलाई दिने लक्ष्य लिएका छौँ। कृपया उहाँलाई म स्टेजमा आउन अनुरोध गर्दछु। यसै गरी डिस्ट्रिक्ट गभर्नरज्यूलाई, रोटन विनोद कोइरालाज्यूलाई, असिस्टेन्ट गभर्नर रोटन गोपाल प्रसाद पोखरेल र प्रेसिडेन्टज्यूलाई उहाँलाई खादा, पिन, बुके, सर्टिफिकेट, सोभिनियर प्रदान गरिदिनु हुन अनुरोध गर्दछु। साथै पिएचएफ पिन चाहिँ उहाँलाई पिएचएफ पिन अवार्ड गिभन बाई पास्ट प्रेसिडेन्ट मेजर डोनर रमा कँडेलज्यूले दिनुभएको छ।
सपोर्ट फन्ड हाम्रो रोटरी क्लब अफको रेटिना सपोर्ट फन्ड भनेर ज्यादा नै स्ट्रङ छ। पूर्व अध्यक्ष रोटरियन राजभाइ सुवालज्यूले रोटा इयर 2015-16 को लागि रेटिनाको लागि केही गर्नुपर्छ भनेर लक्ष्य लिनु भएको थियो र त्यस लक्ष्यमा हामीले झन्डै 50 लाख कोष अक्षय कोष बनाउने निर्णय गरेको थियो। यसैबीच हाम्रो पूर्व अध्यक्ष रोटरियन विजय सागर प्रधानका आमा बिजुली कुमार प्रधान र बुबा रामलाल प्रधानलाई रोटरियन डाक्टर एली प्रधान रजितकारले रेटिना उपचार गर्नुभएको थियो। सोही उपचारको क्रममा रेटिनाको समस्याबाट हुन सक्ने अन्धोपन मैले भुल गरेँ दृष्टिबिन हुन नपरोस् भन्नलाई यस क्षेत्रको उपचारार्थ र केही गर्नुपर्छ भन्ने महसुस गर्दै उहाँहरूको तेस्रो जङ्गको महारथारोहणको अवसरमा 8,88,888 रुपैयाँ र 88 पैसा जम्मा भई रोटरी रेटिना फन्ड भनेर 2019बाट सुरु भएको छ। यो अक्षय कोषमा धेरैजसो रोटरियन साथीहरूले सहयोग गर्नुभएको छ र हालसम्म यसले 19 लाखभन्दा बढी अक्षय कोषको सङ्कलन गरिसकेको छ र यसैबीच हामीले झन्डै 143 भन्दा बढी रेटिना बिरामीहरूलाई लाभान्वित भइसकेका छन् भने 172 वटा आँखालाई उपचार गरिसकेका छौँ। 2019 देखि हरेक वर्ष 1 लाख नेपाल आई प्रोग्रामलाई उपलब्ध गराउँदै आएकोमा यो विगतको 3 वर्षदेखि हामीले 1.5 लाख रुपियाँ दिने निधो गरेका छौँ। तिलगङ्गा आँखा अस्पतालसँग रोटा इयर 2023-24 वर्ष सम्झौता सम्पन्न भएको थियो र हाम्रो लक्ष्य भोलिका दिनमा सबैले निःशुल्क रेटिना उपचारको लागि हामी सबै रोटरियनहरू र नन रोटरियन महानुभावहरूले सक्रिय सहभागिताको लागि कोसिस र जारी गर्नुहुनेछ भन्ने हामीले आशा लिएको छौँ। सो चेक प्रदानको लागि चाहिँ म डिस्ट्रिक्ट गभर्नर आजको प्रमुख अतिथिज्यूलाई चाहिँ यस क्लबका संयोजक रोटरी रेटिना फन्डको लागि हाम्रा क्लबका पास्ट प्रेसिडेन्ट विजय सागर प्रधानज्यूलाई चाहिँ स्टेजमा आउनुहुन अनुरोध गर्दछु। धन्यवाद। हामी युवा वर्गलाई पनि सम्मान र प्रेरणा दिने गर्दछौँ। आजको कार्यक्रमको जति पनि यहाँको एक्टिभिटिज, जति पनि भिडियोग्राफी छ, जति पनि स्टिल छ, जति छ, यो सबै कार्य चाहिँ टेक्निकल डिजाइनदेखि लिएर बुलेटिन डिजाइनदेखि लिएर सोभिनियर डिजाइनमा समेत योगदान पुर्याउँदै आउनुभएको मिस आस्था बज्राचार्य, उहाँलाई पनि सर्टिफिकेट प्रदान गरिदिई अझ प्रेरणा दिनुहोस् र रोटरीमा हामीलाई अझ सहयोग गरिदिनुहोस् हुन भन्न अनुरोध गर्दै म डिस्ट्रिक्ट गभर्नरज्यूलाई रोटरियन विनोद कोइरालाज्यूलाई अनुरोध गर्दैछु। साथै उहाँलाई खादा र बुकेले पनि उहाँलाई सम्मान गरिदिनु हुन अनुरोध गर्दछु। आस्था बज्राचार्य। धन्यवाद आस्था। आफ्नो मन्तव्य राखिदिनु हुनको लागि आज मात्र हामीसँग अनरी मेम्बर हुनुभएको छ रोटरी क्लब अफ बागमतीको म मिस नेपाल प्रियङ्का रानी जोशीज्यूलाई अनुरोध गर्दछु। Good evening, District Governor, Club President, distinguished Rotarians, esteemed guests, and our partners in services. It is with huge gratitude and humility that today I accept the honor of being honorary member of Rotary Club of Bagmati on the 23rd Charter Day celebration. To be recognized by a club and an organization whose main motive is to unite for good is truly inspiring. Rotary को सेवा र समर्पणको मूल्यहरूले समाजमा
सकारात्मक परिवर्तन त ल्याएको छ र त्यसै कारण आजको यो सम्मानले आज म एकदमै गौरवमय क्षणको रूपमा लिनेछु र रोटरीसँग आगामी दिनमा मिलेर सर्भिस बियोन्ड आवर सेल्फका सर्भिसेस र प्रोजेक्टमा सपोर्ट गर्नु पाउने आजको यो सम्मानले यो उपलक्ष्य I'm truly gratitude and gratified towards that service, and I'm looking forward that journey with Rotary. आजको यो honorary member को membershipबाट आउने एउटा सानो प्रतिबद्धता राख्न चाहे सबैजनासँग मैले डिस्ट्रिक्ट गभर्नरबाट ब्याच पिन पाउँदाखेरि उहाँले हाम्रो ग्लोबल आउटरिच र प्रमोसनको लागि पनि हजुरले हामीलाई सहयोग गर्नु है भनेर भन्नुभएको थियो विथ द्याट एस्पेक्ट हाम्रो क्लब प्रेसिडेन्टलाई पनि अगाडि हेरेर म के भन्न चाहन्छु भने हाम्रो फर्मर मिस नेपाल वर्ल्ड क्लबले जहिले पनि मिलेर एउटा न एउटा प्रोजेक्ट गरिराखेकै हुन्छौँ त्यो प्रोजेक्टमा यसपालि मैले शिक्षालाई अगाडि बढाएर लाने सोचेको छु हरेक वर्ष मिस वर्ल्डमा पार्टिसिपेसन देखाउँदाखेरि हाम्रा मिस नेपाल क्यान्डिडेट्सहरूले प्रोजेक्ट ब्युटी विथ अ पर्पस प्रोजेक्ट लाने गर्छौँ मैले जुन 2024 को मिस वर्ल्डमा प्रोजेक्ट लानु सके त्यो एसिया र ओशियानिया रिजनमा विनिङ प्रोजेक्ट पनि भएको थियो त्यहाँ दिवाकर सर लगायत हाम्रो टीएचटी को टिम र मेरो प्रोजेक्टले इलेक्ट्रिसिटी माथि लग्न सकेनौँ त्यो सँगसँगै हामीले शिक्षा र परिवर्तनको धेरै यस्ता पाटाहरू छुन सक्यो जहाँ इकोनोमिकल रिजेनरेसन भयो त्यो सँगै यसपालि हाम्रो रोटरी मेम्बर्स अफ बागमतीको सहयोगबाट एउटा लाइब्रेरी स्थापना गरौँ कि भन्ने एउटा सोच फिर्ता यही उपरदाङगढीको यही एरिया यही प्रोजेक्ट अगाडि बढाउन चाहे मिस वर्ल्डले रेकग्नाइज गरेको प्रोजेक्ट भएर हामीले धेरै केही गर्नुपर्ने छैन कुनै मोनिटरी एस्पेक्टमा काम गर्नुपर्ने छैन what we only need to do is हाम्रो घरमा भएको बुक्स जुन हामीले पन्छाएर राखेछौँ जहाँबाट हामीले शब्दका उज्यालो बाटो अगाडि बढाएर ल्याएको छौँ जहाँ हामीले धेरै नलेजहरू गेन गरेका छौँ 6 वर्षका बालक बालिकाको किताबहरू इङ्ग्लिस होस् नेपाली होस् यी सबै किताबहरू सँगै ल्याएर एउटा बुक डोनेसन क्याम्पेन गरौँ धेरै के गर्नु पर्दैन उहाँहरूलाई शब्दको एउटा उज्यालो फ्युचरतर्फ यो उपरदाङगढीको बालबालिकाहरूलाई विकासतर्फ लागौँ with that if this is a donation and if this is a book collection that everybody of us can contribute towards हाम्रो charter president हाम्रो club president लाई अनुरोध छ यो प्रोजेक्ट पनि अगाडि बढाएर लगौँ यो महिनाभित्र On the 23rd charter program of this Rotary Club, I'm truly honored to be a part of your club. हजुरको fellowship र service आगामी दिनमा अझै light of services, light of hope अगाडि बढाउँदै जाओस्. We would like to celebrate each and every member of this group and thank you so much for having me on board. Thank you. Thank you, Miss Nepal 2020-22 Priyanka Rani Joshi र आजबाट हाम्रो क्लबको अनरी मेम्बर आशा गर्छु आगामी दिनमा यहाँहरूसँग हामी हातेमालो गरी हजुरले लिएको लक्ष्यसँग रोटरी क्लब अफ बागमतीले पनि ट्युन गर्नेछ भन्ने आशा लियौँ कार्यक्रमको अन्तिममा आयो तर हाम्रो आजको मूल उद्देश्य फेरि फेलोशिप छ नि है हजुर यहाँहरू चाहिँ फेलोशिपलाई नगरिकन जानु चाहिँ पाउनुहुन्न हाम्रो रोटरी क्लब अफ बागमतीका कमिटी चार्टर डे सेरेमनी कमिटी चेयरहरू बाहिर हुनुहुन्छ यहाँहरूलाई जान हामी पक्कै पनि दिने छैनौँ यो भन्दै म कार्यक्रमको अन्तिमतिर लगभग आइसके डिस्ट्रिक्ट गभर्नरज्यूलाई म अनुरोध गरेँ यहाँको आफ्नो मन्तव्य राखिदिनु हुन थ्याङ्क यू आजको मास्टर अफ सेरेमनी एसिस्टेन्ट गभर्नर र यो क्लबको पास्ट प्रेसिडेन्ट पनि हुनुहुन्छ मन्जुजी प्रेसिडेन्ट सरोजजी फर्स्ट लेडी काउन्सिल अफ गभर्नर्स एसिस्टेन्ट गभर्नर डिस्ट्रिक्ट अफिसियल्स चार्टर प्रेसिडेन्ट माई स्पाउस विभिन्न क्लबबाट आउनुभएको प्रेसिडेन्टहरू देखिरहेको छु क्लब प्रेसिडेन्टज्यूहरू अनरी मेम्बर मिस नेपाल प्रियङ्का
र उपस्थित रोटेरियन साथीहरू, रोट्र्याक र अन्य आमन्त्रित सम्पूर्ण महानुभावहरू, यहाँहरू सबैलाई सन्ध्याकालीन नमस्कार। र सबभन्दा पहिला त यो क्लबलाई धेरै धेरै बधाई छ। 22 वर्षको यात्रा यहाँहरूले तय गरिसक्नु भएको छ, 23औं वर्षमा प्रवेश गर्नुभएको छ। र अब यो चाडबाडको कारणले गर्दा अहिले अलिकति अप्ठ्यारो भयो। यो प्रोग्रामलाई मात्रै नभई पोलियो डेको प्रोग्राम पनि यहाँहरूलाई थाहा होला। 24मा हामीले 24 अक्टोबरमा मनाउने गरेको प्रोग्राम ठ्याक्कै भाइटिकाको भोलिपल्ट परेको हुनाले हामीले एक हप्ता अगाडि सारेर 18 मई डिस्ट्रिक्ट लेभलको एउटा प्रोग्राम सेलिब्रेट गऱ्यौँ। र अलिकति बृहत रूपले गर्न चाडबाडको कारण र केही समय अगाडि भएको आन्दोलनको अब केही कन्सिक्वेन्सेसहरूले गर्दाखेरि सम्भव भएन। यद्यपि वी सेलिब्रेटेड। धेरै साथीहरूले पोलियोको प्रोग्रामलाई प्रमोट गर्नुभयो, पार्टिसिपेट हुनुभयो। म यहाँहरू सबैलाई बधाई दिन चाहन्छु। र पक्कै पनि पोलियो हामी सबैको एउटा गौरवको प्रोजेक्ट हो। हाम्रो रोटरीको प्रत्येक घर हामीले रोटरीलाई पठाउन सकेका छौँ पोलियोको प्रोजेक्ट मार्फत। हामी प्रत्येक घरका बालबालिकाले पोलियो खाछन्, त पोलियोको प्रत्येक ड्रपमा रोटरीको पैसा परेको छ। सो वी रिच्ड एकदमै ठुलो यो ग्लोबल हामी आउटरिच हामीले गर्न सकेका छौँ। अलमोस्ट 132 कन्ट्रीमा हामीले चाहिँ पोलियोको प्रोग्रामहरू चलाएको, अलमोस्ट सबैको घरमा रोटरीलाई हामीले पुर्याउन सकेका छौँ। त्यस्तै गरेर वी हेभ टु सी सिमिलर प्रोजेक्ट्स, बिग लेभलको प्रोजेक्ट, त्यही लेभलको नभए नि राष्ट्रिय स्तरका प्रोजेक्टहरू हामी गर्न सक्छौँ, जो मार्फत रोटरीको चिनारी हामीले बनाउन सक्छौँ। र यो क्लबले आँखाको क्षेत्रमा यो तिलगङ्गासँग मिलेर जुन काम गरिरहेको छ, इक्विपमेन्ट दिने र उहाँहरूले गरिरहेको प्रोग्रामहरूमा सपोर्ट गर्ने, उपचार गर्न नसकेकाहरूलाई आर्थिक सहयोग गरेर उपचारको चाँजो पाँजो मिलाइदिने लगायतको जुन काम गर्नुभएको छ, यो निकै नै सराहनीय छ। र क्यान्सर स्क्रिनिङको, सर्भाइकल क्यान्सर स्क्रिनिङको कामहरू जुन गर्नुभएको छ, त्यो अर्को प्रशंसा योग्य प्रोजेक्ट यहाँहरूले गर्नुभएको छ। म यहाँहरूलाई बधाई दिन चाहन्छु। तपाईँहरूको यो 22 वर्षको दौरानमा रोटरीको एउटा इमेजलाई राम्रो बनाउनको लागि र त्योभन्दा बढी पनि हाम्रा अति आवश्यक व्यक्तिहरू, हाम्रा बेनिफिसरिजहरूलाई यहाँहरूले सर्भिसको ह्युमेनिटेरियन सर्भिस मार्फत सहयोग जुन गर्नुभएको छ, त्यो प्रशंसनीय छ। यहाँहरूले गर्व गर्न लायक छ। धेरैलाई यहाँहरूको कारणले शिक्षा मिलेको छ, विद्यालय कम्प्लिट गरेको छ, कलेज लेभल पढ्न पाएको छ, उपचार पाएको छ, कम्युनिटी डेभलपमेन्ट बाख्रा लगायतका तपाईँहरूले एक्टिभिटिज गरेर आर्थिक उपार्जनमा यहाँहरूले सहयोग गर्नुभएको छ। सयौँ हजारको सङ्ख्यामा यहाँहरू पुग्नु भएको छ, सहयोग गर्नुभएको छ। म यो 22-23 वर्षसम्म तपाईँहरूको अनवरत प्रयत्नको लागि चार्टर प्रेसिडेन्ट, पास्ट प्रेसिडेन्टहरू लगायत सम्पूर्ण बागमतीको टिमलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र बधाई दिन चाहन्छु। र जर्नी यतिमै समाप्त हुन्न। हामी जति काम गर्छौँ झन् हामी ऊर्जा लिँदै जान्छौँ। त्यही रहेछ रोटरीको विशेषता। हामीले गरेको कामबाट हामीले सिक्दै जान्छौँ, प्रेरित हुँदै जान्छौँ, अरूलाई प्रेरित गर्छौँ, अझ बढी दिन्छौँ, अझ बढी लाग्छौँ। रोटरीको स्पिरिट त्यही हो। हामी यसमा यो पक्कै पनि बागमती क्लब अझ अगाडि बढोस्। मेरो यहाँहरूको चार्टर डेको सन्दर्भको कार्यक्रममा म शुभकामना पनि दिन चाहन्छु। र यो क्लबले सर्भिस प्रोजेक्टमा मात्रै नै, अघि हामी आज मेरो डिजीको अफिसियल डिजी भिजिट नै भएको हुनाले क्लोज डोर मिटिङ पनि गऱ्यौँ, डकुमेन्टहरू रिभ्यू पनि मेरो टिमले हामीले गर्न पायौँ, एसेम्ब्ली पनि गऱ्यौँ, यहाँहरूको विभिन्न कमिटीको एक्टिभिटिजहरू पनि सबै हामीले सुन्यौँ। प्रशंसायोग्य कामहरू यहाँहरूले गर्नुभएको छ। अलिकति केही फिडब्याकहरू अवश्य पनि होइन, वी गिभ टु यु। अलि कुनै कुरा अलिक इम्प्रुभ भइदियो हुन्थ्यो भन्ने हामीलाई लागेको कुराहरू यहाँहरूलाई पनि दिएछौँ। तर सबै समष्टिगत हेर्दा यु आर वान अफ द भाइब्रेन्ट क्लब इन द डिस्ट्रिक्ट। कङ्ग्रेचुलेसन्स। र अलिकति इभेन्टहरूको म जानकारी दिन चाहन्छु। रोटरीको डिस्ट्रिक्टले गर्ने यहाँ यति धेरै प्रेसिडेन्टहरू पनि आउनु भएको हुनाले रोटरीले गर्ने महत्त्वपूर्ण केही इभेन्टहरू हुन्छन्। त्यो मध्येको फाउन्डेसनको सेमिनारको इभेन्ट छ। हामी 28 नोभेम्बरमा त्यो प्रोग्राम गर्दैछौँ। यहाँहरूले नोट पनि गरिदिन अनुरोध गर्दछु। र क्लबबाट तपाईँहरूले गर्ने कन्ट्रिब्युसन, साथीहरूले जुन फाउन्डेसनलाई कन्ट्रिब्युसन गर्न खोज्नु भएको छ, उहाँहरूलाई अलिकति इन्करेज गर्दिन। र नोभेम्बरको त्यो यो हाम्रो
सेमिनारको अगाडि त्यो कन्ट्रिब्युसनहरू डिस्ट्रिक्टमा फाउन्डेसनको एकाउन्टमा जम्मा गरिदिन पनि म अनुरोध गर्दछु र यही क्लबको साथीहरूले पनि ERUI को छ र $5,000 कमिट गर्नुभएको छ। यहाँहरूले पक्कै पनि त्योभन्दा अगाडि नै यहाँहरू जम्मा गरिदिनु हुनेछ। र अर्को कन्फरेन्सको कुरा यहाँ जोड्नु भएको छ। हामी 19 देखि 21 फेब्रुअरीमा पोखरामा डिस्ट्रिक्ट कन्फरेन्स गर्दैछौँ र 18 मा कार र्याली नै हुँदैछ। त्यो कार र्यालीलाई पनि हामी रोटरीको यो डिस्ट्रिक्ट कन्फरेन्सको पार्टको रूपमा यसलाई चाहिँ प्रमोट गर्छौँ र त्यसलाई इन्क्लुड पनि गर्छौँ। थ्याङ्क यू दिवाकर दाई एन्ड बागमती टिम फर योर इनिसिएसन अन द्याट। यु हेभ बिन डुइङ द्याट फर मेनी इयर्स एन्ड थ्याङ्क यू फर कन्टिन्युङ इन कमिङ डिस्ट्रिक्ट कन्फरेन्स 18 डिस्ट्रिक्ट कन्फरेन्सको लागि पनि। म यति राख्दै सबैलाई भोक पनि लागेको छ। मुख्य कार्यक्रम त बाँकी नै छ भन्नुभएको छ। मुख्य फेलोसिपको कार्यक्रम बाँकी नै छ र फेलोसिपमा फेरि हामी सँगै हुने नै छौँ। पुनः एकपटक हाम्रो प्रियङ्काजीलाई म बधाई दिन चाहन्छु। अनरी मेम्बर लिनुभएको छ। मिस नेपाल रोटरीमा एउटा चाहिँ संलग्न हुनुभएको छ। आइ एम भेरी मच स्योर सी विल डु some concrete, some tangible contribution to promote Rotary image in public. So I congratulate and wish you all the best and thank you for being part of Rotary family. यति भन्दै मेरो आफ्नो भनाइ आज म अन्त्य गर्न चाहन्छु। यो बागमतीको क्लबकोलाई पुनः बधाई र यहाँहरू सबैको फेलोसिप सुखद रहोस्। यति भन्दै म बिदा लिन्छु। जय रोटरी। थ्याङ्क यू सो मच। धन्यवाद डिस्ट्रिक्ट गभर्नरज्यू। हामी आशा गर्छौँ यहाँको अझ धेरैभन्दा धेरै सपोर्ट र सहयोग हामीले पाउनेछौँ यो वर्ष भनेर। यसै गरी म मायाको चिनो प्रदान गरिदिनु हुन म रोटरी क्लब अफ बागमतीका प्रेसिडेन्ट सरोज बज्राचार्यज्यू, फर्स्ट लेडी र डिस्ट्रिक्टको फर्स्ट लेडीलाई पनि म स्टेजमा आउन अनुरोध गर्दछु। अघि मैले स्वागत मन्तव्यमा यहाँहरूको नाम छुट्न गयो अथवा यहाँहरूको फोटोहरू छुट्न गएमा कृपया हाम्रो स्क्रिनमा जुन स्क्रिनको लागि हाम्रो क्लबको प्रेसिडेन्टज्यूको छोरीले यति धेरै काम गर्नुभएको छ कि हामी आज प्राउड छौँ। हाम्रो क्लबमा इभेन्ट गर्ने हस्ती विजय सागर प्रधानज्यू, सम्पूर्ण टेक्निकल टिम उहाँबाट आएको हो भने यसको डिजाइनिङ सम्पूर्ण चाहिँ हाम्रो क्लबको रोटरियन प्रेसिडेन्टज्यूको छोरी आस्थाले गर्नुभएको। त्यसैले वी आर सो प्राउड। अनि एउटा थ्याङ्क्स पनि भन्न चाहन्छु। हजुरले पनि एउटा तालीले एकछिन भए नि हात यसो मारेको जस्तो हुन्छ। थ्याङ्क यू सो मच। एट द लास्ट अफ आवर यो आजको समारोह भव्य रूपमा र सभ्य रूपमा हामीले मनाउँदैछौँ, फेरि मनाउनेछौँ भन्ने आशा लिँदै म भोट अफ थ्याङ्क्सको लागि यस क्लबका मेजर डोनर पास्ट प्रेसिडेन्ट रोटरियन रमा कडेलज्यूलाई अनुरोध गर्दछु। थ्याङ्क यू पास्ट प्रेसिडेन्ट मन्जु। नमस्कार यहाँहरूलाई। प्रेसिडेन्ट सरोज बज्राचार्य तथा फर्स्ट लेडी सन्ध्या बज्राचार्यज्यू, चिफ गेस्ट डिस्ट्रिक्ट गभर्नर विनोद कोइराला तथा फर्स्ट लेडी विभा कोइरालाज्यू, रोटरी क्लब अफ बागमती काठमाडौँका चार्टर प्रेसिडेन्ट दिवाकर राज कर्णिकारज्यू, रेस्पेक्टेड काउन्सिल अफ गभर्नर्स, एसिस्टेन्ट गभर्नर्स, डिस्ट्रिक्ट सेक्रेटरीज्यूहरू, डिस्ट्रिक्ट अफिसियल्स, डिस्टिङ्ग्विस्ड डिफ्रेन्ट क्लबका प्रेसिडेन्टज्यूहरू, पास्ट प्रेसिडेन्टज्यूहरू, फेलो रोटरियन्स, इनर व्हिल प्रेसिडेन्ट तथा मेम्बरहरू र हाम्रा पास्ट इयरका फर्स्ट लेडीज्यूहरू र उपस्थित सम्पूर्ण फ्यामिली रोटरियन फ्यामिली मेम्बर तथा उपस्थित सम्पूर्ण अतिथिज्यूहरूलाई म सन्ध्याकालीन नमस्कार, गुड इभिनिङ नमस्कार भन्न चाहे। आजको यस विशेष अवसरमा
डिस्ट्रिक्ट गभर्नरको अफिसियल क्लब भिजिट तथा 23rd चार्टर डे सेलिब्रेसन समारोहमा म क्लबको तर्फबाट यहाँहरूमा धन्यवाद ज्ञापन गर्न पाउँदा असाध्यै हर्षको महसुस गरेको छु। सर्वप्रथम चिफ गेस्ट डिस्ट्रिक्ट गभर्नरज्यूको गरिमामय उपस्थिति र प्रेरणादायी सन्देशको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँको भिजनरी लिडरसिप, रोटरीका मूल्य मान्यताप्रतिको प्रतिबद्धताले हामीहरूलाई उत्कृष्ट रूपमा सेवा गर्न उत्साह प्रदान गरेको छ। आगामी दिनमा अझ बढी यहाँको प्रेरणा प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। रेस्पेक्टेड काउन्सिल अफ गभर्नर्सज्यूहरूलाई आजको उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूको निरन्तर मार्गदर्शनले हामी डिस्ट्रिक्ट 3 to 9 का सम्पूर्ण क्लबहरूलाई दिशा निर्देश र प्रेरणा प्रदान गर्दै आइरहेको छ र यसले अवश्य पनि निरन्तरता पाउनेछ भन्नेमा हामी विश्वस्त छौँ। लाइकवाइज एसिस्टेन्ट गभर्नर्स, डिस्ट्रिक्ट सेक्रेटरिज, डिस्ट्रिक्ट अफिसियल्सहरूलाई यहाँहरूको सहयोग र साथको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आजको प्रतिकूल मौसमलाई व्यवस्था गर्दै हामीलाई न्यानो साथ दिन पाल्नुभएका विभिन्न रोटरी क्लबका प्रेसिडेन्ट्स, पास्ट प्रेसिडेन्ट, फेलो रोटरियन्स, डिस्ट्रिक्ट अफिसियल्स, डिस्ट्रिक्ट म्यानेजर महेशजी तथा सम्पूर्ण उपस्थित महानुभावहरूमा भविष्यमा पनि साथ र सहयोगको अपेक्षा राख्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसै गरी आजको प्रोग्राम सफल पार्न सहयोग र साथ दिनुहुने टेक्निकल टिम, रोट्र्याक्टर भाइ बहिनीहरू, आरण्य बुटिक होटल, आजको यस प्रोग्राममा मास्टर अफ सेरेमनीको भूमिका निर्वाह गर्नुभएका क्लबका पास्ट प्रेसिडेन्ट मन्जु धमला थापाज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। रोटरी क्लब अफ बागमती काठमाडौँले 22 वर्ष पार गरेर 23औं वर्षमा प्रवेश गरिरहँदा हामीलाई प्रत्यक्ष तथा परोक्ष सपोर्ट गर्नुहुने सङ्घ संस्था तथा शुभेच्छुक महानुभावहरूप्रति आभार व्यक्त गर्दछौँ। चार्टर प्रेसिडेन्ट, चार्टर मेम्बर्स, पास्ट प्रेसिडेन्ट्स, क्लब मेम्बर्सको रोटरीप्रतिको प्रतिबद्धता, नेतृत्व, सकारात्मक दृष्टिकोणले क्लबलाई आज यो उचाइसम्म पुर्याएको छ। यो क्रम निरन्तर चलिरहनेछ। यहाँ उपस्थित सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, आजसम्म यहाँहरूले सर्भिस तथा फेलोसिपमा दिनुभएको साथ आगामी दिनमा पनि निरन्तर पाइरहनेमा विश्वस्त छौँ। रोटरी क्लब अफ बागमती सदा सहकार्यमा विश्वास गर्दछ। त्यो त अघि हाम्रो प्रेसिडेन्टज्यूले पनि भनिसक्नु भएको छ। हाम्रा 12-13वटा क्लबका प्रेसिडेन्टहरूसँग, क्लबसँग मिलेर रोटरी क्लब अफ बागमतीले सर्भिस प्रोजेक्टहरू, फेलोसिपहरू गरिरहेको अघि प्रेसिडेन्टले भनिसक्नुभयो। आगामी दिनमा पनि यहाँहरूको सहकार्य हामीले अपेक्षा राखेका छौँ। आजको यस पावन दिनमा हामी सबैले रोटरीप्रतिको समर्पण र प्रतिबद्धता व्यक्त गरौँ। हामी सबै रोटरियन हौ, वी आर रोटरी, वी आर वन। हाम्रो सबैको एउटै हो उद्देश्य। आज हामी सबै मिलेर एउटा प्रतिबद्धता व्यक्त गरौँ। जहाँ आवश्यकता छ त्यहाँ सेवा पुगोस्, जहाँ अन्धकार छ त्यहाँ रोटरीको उज्यालो पुगोस्, जहाँ निराशा छ त्यहाँ आशाको किरण जागोस् र सबैभन्दा महत्त्वपूर्ण रोटरीको आत्मा सधैँ जीवित रहोस्। यति भन्दै म यहाँ उपस्थित सम्पूर्णलाई पुनः धन्यवाद दिँदै मेरो धन्यवादका शब्दहरूलाई यहीँ बिट मार्ने अनुमति चाहन्छु। धन्यवाद, शुभ सन्ध्या, जय रोटरी। र यसपछि हामीले आयोजना गरेको फेलोसिप डिनरमा यहाँहरूको सहभागिताको अपेक्षा राख्दछौँ। धन्यवाद। धेरै लामो भयो, यसको यसरी धैर्यतार साथ बसिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब म मिटिङ रिपोर्ट RWM 990 राख्नको लागि साजन डाम्स पास्ट प्रेसिडेन्ट रोटरियन राजेश मणि घिमिरेज्यूलाई अनुरोध गर्दछु। Good evening to all. Meeting report, regular weekly meeting 990. Today we have 160 participants. Thank you for participating in the 23rd Charter Day celebration. Thank you. Thank you, Sergeant Arms.
प्रेसिडेन्टज्यूलाई म आजको 990 RWM समापन भएको घोषणा गर्नुहुन अनुरोध गर्दछु। आजको 23rd चार्टर डेमा हजुर सम्पूर्ण अतिथिज्यूहरू हाम्रो निमन्त्रणा स्वीकार गरेर आजको गरिमामय उपस्थितिको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै लास्ट आजको मेमोरी क्लिकको लागि म बिफोर ऱ्याप अप द आजको यो फेलोस चार्टर डेको अगाडि म एउटा ग्रुप फोटोको लागि अनुरोध गर्दछु। फर्स्टमा PIP अल द PDGहरूलाई अगाडि निमन्त्रणा गर्दछु विथ प्रेसिडेन्ट चार्टर प्रेसिडेन्ट फर्स्ट लेडी पास्ट डिस्ट्रिक्ट गभर्नरज्यूहरूलाई अगाडि निम्ताउँदैछु म।